धुप किन त्यहाँ चाहिँ फेरि कालो देखिन्छ ए कालो बल्ल पुरै बाफ रे बाफ। यहाँ हाम्रो दाइ आउनु भएको छ सो ग्यासवाला दाइ। सो वेलकम ब्याक टु माई च्यानल। नमस्कार सबैजनालाई। सो आज चाहिँ आइसकेको छु नयाँ भिडियोमा। सो स्वागत छ सबैजनालाई। सो नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिइहाल्नुहोस् किनभने बिर्सिन्छ अहिले त म त कुकिङको काम गर्छु नि त फेरि छ्याक हो नि त। अनि सो यो चाहिँ यसलाई भन्छ यो के जस्तो लाग्यो होला तपाईँले कमेन्ट गर्नु होला। रोटी यो के होला कमेन्ट गर्नु होला। सो यसरी गर्छन्। यहाँ एउटा यस्तो भाँडा हुन्छ यसरी घुमाउँछन् है। यहाँ उजेलो उजेलो कस्तो कस्तो भयो नि। अनि यहाँ चाहिँ मैले प्याज छिलेर छु। त्यहाँ चाहिँ हाम्रो त्यसलाई घोल भन्छ अनि ह्यान्डसमै नआएको म के हो। सो अहिले चाहिँ काम भ्याएर चाहिँ हामी चाहिँ अहिले बसिरहेको छौँ धुपमा। धुपमा भन्दा धुप चाहिँ उहाँ छ उहाँ धुप किन त्यहाँ चाहिँ फेरि कालो देखिन्छ ए कालो बल्ल देखिन्छ। सो अनि त्यहाँ चाहिँ धुप थियो। अहिले चाहिँ हामी चाहिँ अनि धेरै चाहिँ धुप छ कि अहिले ज्याकेट लगाएको नि त मैले त्यही भएर चाहिँ अनि काम भ्याएर ठ्याक्क 2 मिनट भयो होइन काम भ्याएको। म चाहिँ मोबाइल लिएर बसिसकेँ भ्लग बनाउन होइन। अनि यता चाहिँ हाम्रो यहाँ दाजुले यता ओ दाजु यो चाहिँ कति 2 महिना भयो होइन र 2 महिना यहाँ आऊ त कोही बात नहीं यहाँ आउनु। सो हाम्रो डन निशान डन है कि नहीं निशान मोबाइल कितनी घंटा देखते हो तुम 10 घंटा 10 घंटा अरे बाप रे बाप। यहाँ अर्को दाइ हुनुहुन्छ। यो दाइ चाहिँ अब सिलिन्डर लिन आयो हाम्रो यो उसमा पता नि के हो त्यो घरमा आएको छ होइन। मैले पनि अब यहाँ नङ काट्नु पर्यो किनभने यो क्यामेराले मैले अगाडिको क्यामेराले भिडियो बनाएको पछाडिकोले चाहिँ ओठ फेरि पुरा टल्किन्छ कि अब पछाडिकोले टल्किन्छ कि ओठे अब नसा ससा नगर्ने मान्छे के अरे त्यही भएर चाहिँ ओठ धेरै टल्किन्छ अनि दाँतमा तार लाग्यो। सो अब चाहिँ अहिले चाहिँ अब होइन यहाँ हाम्रो दाइ आउनु भएको छ सो ग्यासवाला दाइ। अनि अब यो दाइले चाहिँ जहिले पनि ग्यास लिएर जानुहुन्छ। अब हेर्नु पलमान कति हुन्छन् भने 3टा ग्यास एकैचोटि ल ओ त्यो एउटा देख्न सक्नुहुनेछ होइन। सो अब चाहिँ भात खान जानु पर्यो धेरै टाइम भयो। ल ओ तिम्रो यो के हो नङ्कर ए दाजु ए अर्को दाजु यहाँ हुनुहुन्छ हाम्रो। ओ के छ ठिक छ रुक न रुक यहाँ आउन यहाँ त ए यो हाम्रो अर्को दाजु हो क्या। यहाँ चाहिँ मलाई यसको खुट्टा चाहिँ के भयो ओए अनि गोरो त गोरै थियो त नुहाउनु पनि पर्छ नि भाउ हो हिजोको अस्ति नआएको। सो अब चाहिँ मैले चाहिँ मोमो बनाएर भइसकेँ। यहाँ मोमो भइसक्यो रोटी भइसक्यो। सो अब चाहिँ आइसकेको छु म अहिले दोकानमा। जस्तै यो भयो यसमा चाप फ्राई गर्ने यो एउटा मसला भयो। अनि यहाँ चाहिँ मेरो स्टिम भइसक्यो होइन। अरे आज त बहुत सानो देखा त हौ। सो वेलकम कतिचोटि भन्ने होइन। अहिले चाहिँ मैले चाहिँ होइन सबै कुरा यताउता त्यहाँ चाप देख्न सक्नुहुन्छ मोमो चाप होइन त्यो चाहिँ सबै चाहिँ मैले भ्याइसकेँ। सो आजको भिडियो चाहिँ यतिमै एन्ड गरिदिन्छु मैले होइन। सो थ्याङ्क यू फर वाचिङ दिस भिडियो। सो नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न नबिर्सिनु होला। सो अहिलेलाई जय नेपाल।